आज चाहिँ म यहाँ एनबियूमा छु एकदम मजा आइरहेको छ है पार्वतीय विद्यार्थी परिसङ्घको 45औं वर्षगाँठमा सबैलाई स्वागत छ। आज धेरै कुराहरू यहाँनिर पस्किँदैछ हाम्रो उत्तर बङ्ग विश्वविद्यालयका छात्रहरूले। यो सङ्गठन सुरु गर्ने व्यक्तिहरूमा आउनुहुनेछ, उहाँहरूकोबाट हामी सुन्नेछौँ के हो कसो हो कसरी सुरुवात भयो यो सबै कुरा विस्तारमा तपाईहरुले गौरव दाको ब्लगमा देख्न सक्नुहुनेछ। अब ग्रान्ड प्रोग्राम हुन गइरहेको छ त्यसर्थ हामी सो एक्साइटेड। प्रतीक्षा साँच्नुपर्ने छ, क्लाइमेक्स बाँकी छ। जिन्दगी यस्तै हो, माथि तल भइबस्छ। प्रोग्राम पनि हुँदै गर्नुपर्छ हो। र आजको प्रोग्राम विषय चाहिँ के हो भन्दा चाहिँ 1980 मा इस्टाब्लिस भएको हिल स्टुडेन्ट्स एसोसिएसन है। आज 45th फाउन्डेसन इयर मनाउनु गइरहेको छ। नर्थ बेङ्गल युनिभर्सिटीमा एचएससी कसरी फाउन्ड भयो, नाचगान त त्यो भइबस्छ, तर अब त्योभन्दा इम्पोर्टेन्ट चाहिँ आज हिस्ट्री हो। किनभने अब 45th इयर अन्त यो 45 इयर्सको टोटल यो पिरियडमा अब धेरैजनाले आएर यो त्यो एचएससीको फाउन्डेसन थामेर आएको छ नि त यहाँसम्म। अहिले हामी छौँ, अहिले हामीले गरिरहेको छौँ। अब भोलिको दिनमा अर्को ब्याच आउँछ। अब यो स्पिरिटलाई चाहिँ अरू आउने ब्याचले पनि कन्टिन्यू राख्छ भन्ने हाम्रो आशा पनि छ। एकदमै राम्रो छ प्रोग्राम। पछाडि हाम्रो यो हेरिदिनु एचएससीको हाम्रो टी सर्ट चाहिँ यस्तो रहेछ हो, स्टुडेन्ट एसोसिएसनको। एक्साइटेड हेलो बहिनी पनि हाम्रो यहाँ कल्चरल ड्रेसमा हुनुहुँदो रहेछ। तपाईहरुलाई आज कस्तो फिल हुँदैछ? रेजिस्ट्रेसन गरिकन फेरि माथि जानु भयो नि। यो हलको नाम चाहिँ कसरी रविन्द्र भानु मञ्च भएर आयो चाहिँ हाम्रो यो भानुभक्तको यो मूर्ति हो। यहाँ बसिराख्नु भएको छ विराजमान भएर हो। र यतापट्टि हाम्रो रविन्द्रनाथ टेगोरको यहाँनिर स्ट्याचु देख्नुहुन्छ है। कविहरूको नाममा चाहिँ हाम्रो यो हलको नाम बसेको हो। खाना पाक्ने डिपार्टमेन्ट हो यो चाहिँ हो। मासु हाम्रो अलिअलि केही छ तिमीहरूलाई आजको भन्नुपर्ने? ठिकै छ हो, मिठो पकाउनु हो। केटाहरूले मिठो पकाउँछ आशा छ। ल अब हामी फेरि हलतर्फ नै लाग्दैछौँ हो। एक्सक्यूज मी, हाय। आज आप लोग परफॉर्म कर रहे हो? तो आप कुछ बता दीजिए ना, ये क्या है, आप लोग क्या नृत्य करने वाले हो? सबसे पहले आप सभी को मेरा जोहार। हम लोग हमारे आदिवासी कल्चर को रिप्रेजेंट कर रहे हैं, खुद ही गा के गीतों के माध्यम से और नाच कर। अच्छा। और हमारे वाद्य यंत्र देख सकते हैं। जी जी। और इसको क्या बोलते हैं? मांदर बोलते हैं। मांदर बोलते हैं। और इसको नगाड़ा बोलते हैं। अच्छा, तो इसको बजाते कैसे नगाड़ा को? थैंक यू एंड बेस्ट विशेष। ठीक है, ओके। अनि भाइको नाम चाहिँ? मेरो नाम प्रतीक, म किचन डिपार्टमेन्टमै हो। एकदम बिजी छ हाम्रो केतन भाइ चाहिँ यहाँनिर हो। तिम्रो यो ड्रेस त साह्रो मन पर्यो त मलाई। हुन्छ हुन्छ, केही छैन। ड्रेस दामी लाग्यो तपाईँको, के हो यसो यो बहिनीहरूको एकदम राम्रो रहेछ हो यो हाम्रो कल्चरल ड्रेस। अनि तपाईँहरूको मतलब के हो यो एक्सप्लेन गरिदिनुहोस् न। This is a Tibetan dress and this is also a Tibetan dress. It's our culture. That's it. राम्रो लाग्यो है। तपाईँहरूको नाम चाहिँ? My name is Chenzong. I'm Sarna. Nice meeting you guys. So have a great day. Enjoy. कसै त हल्का मुस्कुराउँदै। हेलो सर, गुड मर्निङ। हाम्रो चाहिँ ग्रुप सङ्घ छ नेपाली विभागद्वारा चाहिँ हामीले गरिएको 45औं वर्षगाँठ एवं स्थापना दिवस समारोहमा उपस्थित सबैमा स्वागत गर्दछु। Your presence today adds warmth and meaning to this celebration
and we are grateful to have you with us. Thank you so much. Very difficult to present so many events simultaneously when many things are going late. ला मारुनी डान्स सुन्नु आँटेको छ ला बत्ती गयो ओ के भयो बत्ती गयो पर्फर्मेन्स रहेछ हो कस्तो हुँदैछ के फिलिङ्स तपाईँहरूको डर पनि लाग्दैछ है तपाईँहरू कुन चाहिँ डिपार्टमेन्टको नेपाली डिपार्टमेन्टको हुन्छ तपाईँहरूलाई गुड लक है राम्ररी पर्फर्म गर्नुहोस्
नेहा सुनारलाई आफ्नो गीत प्रस्तुतिका लागि मञ्चमा बोलाउँदछु। नयाँ नयाँ सजौ है संसार, सुख दुःख बाटो है मिलेर, घामको पहिलो किरण छुन्छ करा करा, आफ्नै डाँडा डाँडा नै गाउँ सारा। नयाँ नयाँ सजौ है संसार, सुख दुःख बाटो है मिलेर, घामको पहिलो किरण छुन्छ करा करा, आफ्नै डाँडा डाँडा आफ्नै गाउँ सारा। नयाँ नयाँ सजौ है संसार। खतरा हाम्रो आर्टिस्टहरू खतरा दामी बहिनी यो चाहिँ आम्बो भाइ दामी। तपाईँको नाम? नेहाल सुनार। नेहाल सुनार दामी आम्बो रकस्टार रहेछ नि त भाइ त अन्त आम्बो। कुन चाहिँ डिपार्टमेन्ट? बट्ने। ब्याक स्टेजको जोस नाच्ने हो नाच्ने हो कतिजना केटी चाहिँ पट्यो के गर्नु भन्दा आम्बो यहाँ भाइ दामी हो नि मेन मान्छे आइपुगेको रहेछ। कोही गर्नु हो त ओहो डान्स रहेछ फेरि अगाडि चढ्नुपर्ने बेला भइदियो हो। जसको चाहिँ साथै छ You know
थोकाहरूमा बुढापाका भेट हुँदा बोइस राखे थोकाहरूमा बुढापाका भेट हुँदा बोइस राखे भन्छन् मलाई बुहारीको गोरुमा काँचो छो सरफमा यो रासा छो बुहारीको गोरुमा काँचो छो सरफमा यो रासा छो तिमीलाई यहाँहरूको मनोरञ्जन प्रस्तुतिलाई धन्यवाद दिँदै आउँछ स्वर सुक्यो सक्यो